मोहन घन श्याम पतित पावन राधे श्याम पतित पावन राधे श्याम हे नंदनंदन हे ब्रजराज निज धर्मदाता दीनैक बन्धो शरणं प्रपद्ये दीनैक बन्धो शरणं प्रपद्ये सच्चिदानन्दरूपाय विश्वोत्पत्तिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। श्रीकृष्णाय वयं प्रियम बना प्रेम संग बोला धर्म उच्चारा धर्म को बाटो हिड़ा तिमी मातृदेवो भव पितृदेवो भव अतिथि देवो भव आचार्य देवो भव यो चाहिँ वेदको सिधा सिधा आदेश हो। यसमा नानु नच छँदै छैन। तिमी गर्न पनि सक्छौ नगर्न पनि सक्छौ वेदले भन्दैन सिधा आदेश धर्ममा तिमी हिँड मातालाई देव समान मान पितालाई देव समान मान गुरुलाई देव समान मान अतिथिलाई देव समान मान प्रेमसँग बोला असत्य नबोला यो चाहिँ सिधा आदेश कसको वेदको। तर पुराणले के भन्छ उपनिषदले के भन्छ सत्यम प्रियात् प्रियम प्रियात् न प्रियात् सत्यमः प्रियम। यो चाहिँ उपनिषदले प्रेमको भाषाले सम्झाउँछ। उपनिषदको मतलब यो वेदान्त वेदको अन्तिम वेदको सार उसले चाहिँ प्रेमसँग सम्झाउँछ। सत्यम प्रियात् सत्य बोल्नु पर्छ। उनले भनेन सत्य बोल भनेर ठाडो आदेश गरेन उपनिषदले। उपनिषदले के गर्यो सत्यम प्रियात् प्रेमसँग मतलब सत्य बोल्नु पर्छ सत्य पनि प्रियम प्रियात् प्रेमसँग बोल्नु पर्छ। सत्य म त सत्य भनिदिन्छु अरूलाई राम्रो लागोस् या नलागोस्